पार्टीका सभापति रवि लामिछानेको जीवज्यान खतरामा रहेको भन्दै मानवाधिकार आयोगमा ज्ञापन पत्र बुझाइएको छ। पार्टीको तर्फबाट आज प्रमुख सचेतक सन्तोष परियार, पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटी, सांसद गणेश पराजुली सहितको टोलीले मानवाधिकार आयोगका अध्यक्षलाई भेटेर ध्यानाकर्षण बुझाएका हुन्। ज्ञापन पत्रमा रविलाई पक्राउ गर्दा पीडितको मानवाधिकार उल्लङ्घन भएको भन्दै जीवज्यान तथा मानवाधिकारको रक्षार्थ आवश्यक समन्वय गर्न भनिएको छ। आखिर उक्त पत्रमा के भनिएको छ त? रवि लामिछानेलाई गत शुक्रबार प्रहरीले पक्राउ गर्न जाँदा अस्वाभाविक, असभनीय र गैर कानुनी हरकत देखाएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले कारबाहीका लागि मानवाधिकार गुहारेको हो। शुक्रबार कार्यशैली हेर्दा यस्तो लाग्छ मानौ उनी भन्दैछन्, खोइ कहाँ कहाँ लागिरहेको छ आगो, म पेट्रोल लिएर आउँछु। अर्थात् प्रधानमन्त्री आगो लागिरहेको ठाउँमा पेट्रोल लिएर पुग्छन्। आक्रोशित भिडलाई ताकेर अराजक अभिव्यक्ति दिन्छन्। सम्भवतः भाषण गरिसकेपछि आफैले फेरि सुन्छन् र भन्छन्, ओहो देशमा त अराजकता व्यापक बढिसकेछ, समाज छाडा बन्दै गएको छ। टुक्की बत्ती, सोलर बत्ती र इन्भर्टर नबालेर कहाँ बिजुली बालेको जेल हालिदिउँ, प्रधानमन्त्रीले यस्तो भन्छन् कि भन्ने त्रास आन्दोलन छ। समस्या समाधानतिर संयमित हुने नेतृत्व भइदिएको भए अहिले एकैपटक राजावादी, शिक्षक, डाक्टर, सहकारी पीडित अथवा पक्ष विपक्ष सबै सडकमा आएर आन्दोलित हुने अवस्था आउने थिएन। कुल मानलाई हटाएर अनुकूल म्यानलाई ल्याउने थिएनन्। ओलीका ऊर्जा मन्त्री यस्ता छन् जो आफै भ्रष्टाचारको आरोपमा दलदलमा भासिएका छन्। ओली भन्छन् भ्रष्टाचारीको मुखै हेर्दिन। गृहमन्त्री यस्ता छन् जो सिंहदरबारभित्र भव्य सजिएको कार्यकक्षमा प्रहरीलाई अगाडि राखेर जङ्गिएर भन्दैछन्, राजा ल्याउँछु भन्ने, भाग खोसेर खान्छु भन्ने, लोकतन्त्रमा बोल्न सडकमा आउने, जाऊ केटाहरू गोली हानेर उडाइदेऊ। र यिनै गृहमन्त्री संसदमा पुगेर ढाकचोक गर्छन् भनेर कसैले भन्ला र यो ठिक होइन। पछिल्लो सरकारको सुशासन यही दिशामा छ। दर्शकवृन्द, सरकारलाई पछिल्लो 1 महिना यता राजावादीसँग भेट्नै ठिक्क छ। जनताको काम कारबाहीप्रति मतलब छैन। तिनकुनेको टियर ग्यासभन्दा घातक काठमाडौँको प्रदूषण बन्दैछ। राज्यबाट केही पहल छैन। प्राणघातक प्रदूषणले जनस्वास्थ्यमा पुर्याइरहेको अपूरणीय क्षतिबारे कसैलाई चासै छैन। कलिला बालबालिका यही वातावरणमा हुर्किन बाध्य छन्। सरकारी तौरबाट न कुनै योजना बनेको छ, न कसैलाई चिन्ता छ। यस्तो गम्भीर विषय कहिले राजनैतिक मुद्दा बन्दैन। फलत प्रधानमन्त्रीको विरोध नभएर के हुन्छ? अहिले अवस्था यस्तो आयो, प्रधानमन्त्री भाषण गर्न हेलिकप्टर चढेर पुग्छन्। भाषण सुन्न गएका आफ्नै कार्यकर्ता जुराक जुरुक उठेर हिँड्छन्। बाँकी विस्तृतमा हेरौँ रिपोर्ट। विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै शिक्षकहरूले बुधबार पनि प्रदर्शन गरेका छन्। उनीहरू 8 दिनदेखि सडकमा उत्रेर विरोध प्रदर्शन गरिरहेका हुन्। सडक आन्दोलन गरेको 7 दिन बितिसक्दा पनि सरकारको ध्यान नगएको भन्दै मंगलबार उनीहरूले दिउँसै टर्च बालेर काठमाडौँमा प्रदर्शन गरेका थिए। काठमाडौँ केन्द्रित सडक आन्दोलन गरेको नेपाल शिक्षक महासंघले सोमबारदेखि शैक्षिक हडताल समेत आयोजना गरे। विद्यालयमा पठन पाठन बन्द गर्दै देशभरका शिक्षकहरू काठमाडौँ केन्द्रित आन्दोलनमा सहभागी भएका छन्। उनीहरूले यसअघि आफूहरूसँग भएको सहमतिका आधारमा छिटोभन्दा छिटो विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग गरेका छन्। लामो समयदेखि सरकारले शिक्षकहरूको माग पूरा नगरेका कारण बाध्य भएर आन्दोलनमा सहभागी हुनु परेको उनीहरूको भनाइ छ। महासंघले आफूहरूको माग सरकारले नसुनी थप कडा संघर्षको कार्यक्रम आयोजना गर्ने चेतावनी दिएको छ। प्रदर्शनकारीहरूले पुराना ऐन खारेज गर, नयाँ ऐन जारी गर लगायतका नारा लगाएका थिए। शिक्षकहरूले बुधबार हात उठाएर सरकारको सांकेतिक विरोध गरेका छन्। बानेश्वर बबरमहल सडक खण्डमा भेला भएका शिक्षक कर्मचारीले एकैपटक हात उठाएर प्रदर्शन गरेका हुन्। उनीहरूले छिटो शिक्षा ऐन जारी गर्न र वार्ताको वातावरण बनाउन हात उठाएर दबाब दिएका हुन्। शिक्षा ऐन जारी गर्न र वार्ताको वातावरण बनाउन हात उठाएर प्रदर्शन गरेका हुँ। आन्दोलनमा सहभागी हेटौँडाबाट आउनुभएका शिक्षक पूर्ण ब्लोनले भन्नुभयो, एक साता हुँदा पनि हाम्रा मागहरू सम्बोधन भएका छैनन्, त्यसकारण आज हात उठाएर दबाब दिन खोजेका हौँ। मंगलबार दिउँसै बत्ती बालेर शिक्षकहरूले सरकार खोजेका थिए। यसअघि उनीहरूले कालोपट्टी बाँधेर, कालो मास्क लगाएर, सिटी फुकेर, मौन भएर सडकमै सुतेर पनि प्रदर्शन गरेका थिए। सुरक्षाका लागि बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ। उनीहरूको प्रदर्शनका कारण बानेश्वर बबरमहल खण्डमा सवारी आवागमन प्रभावित भएको छ। गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै महासंघको नेतृत्वमा देशभरका शिक्षकहरू आन्दोलनमा छन्।
काठमाडौँ उपत्यकामा पानी परेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र आसपासका क्षेत्रमा वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद गोविन्द झाका अनुसार काठमाडौँको एयरपोर्ट, तीनखुने, फुलचोकी, चन्द्रागिरी, भक्तपुरको सल्लाघारी, दुवाकोट लगायतका स्थानमा पानी परेको छ। वर्षा भएसँगै काठमाडौँ उपत्यकाको वायु प्रदूषण घट्ने अपेक्षा गरिएको छ भने वायु प्रदूषणबाट नागरिकले राहत पाउने भएका छन्। काठमाडौँ उपत्यकासहित झापा, सुनसरी, सिन्धुपाल्चोक, सल्यान, दाङ लगायतका विभिन्न जिल्लामा पनि मेघगर्जन र चट्याङसहित पानी परेको उहाँले बताउनुभयो। अहिले सिलिन्डरलाई 2 प्रकारमा विभाजन गरी बिक्री वितरणका लागि आयल निगमले अन्तिम तयारी गरिरहेको छ। घरमा प्रयोग गर्ने र व्यवसायमा प्रयोजनार्थ सिलिन्डरलाई छुट्याएर मूल्य पनि फरक बनाउन लागि हो। निगमले एलपी ग्यासमा धेरै घाटा भइरहेको भन्दै पेट्रोलियम पदार्थबाट पूर्ति भइरहेको बताएको छ। ग्यासमा निगमलाई अहिले प्रतिदिन 3 करोड र मासिक रूपमा 1 अर्बभन्दा धेरै घाटा रहेको छ। 14.2 लिटरको ग्यास 1910 रुपियाँमा बिक्री भइरहेको छ। निगमका अनुसार प्रति सिलिन्डर लागत भने 2206 रुपियाँ रहेको छ। निगमले सिलिन्डरमा 2 प्रकारको मूल्य लागू गर्न लागेको, जस अन्तर्गत उद्योगलाई लागत मूल्य अर्थात् 2206 रुपियाँमा बिक्री गर्नेछ भने उपभोक्ताले पनि 1910 रुपियाँमै पाउनेछन्। हाल दैनिक रूपमा करिब 1 लाख सिलिन्डर एलपी ग्यास बिक्री भइरहेकोमा 60% भन्दा धेरै व्यावसायिक प्रयोजनार्थ खपत भइरहेको छ। हाल निगमका प्रवक्ता मनोज कुमार ठाकुरले उद्योग र उपभोक्ताका लागि छुट्टै मूल्य तोक्ने तयारी भइरहेको बताउनु भएको छ। उहाँले भन्नुभयो, काम अन्तिम चरणमा पुगेको छ। उपभोक्ताले अहिलेकै मूल्य अर्थात् 1910 रुपियाँमा 1 सिलिन्डर ग्यास पाउनेछन् भने उद्योगले लागत मूल्य 2206 रुपियाँमा किन्नुपर्छ। निगमका कार्यकारी निर्देशक डाक्टर चण्डिका प्रसाद भट्टले औद्योगिक र घरायसी प्रयोजनको मूल्य पनि फरक हुने बताउनु भयो।